हाम्रो यसपालिको भ्लग हामी पोखराबाट सुब्बा देउराली जाँदैछौँ। हामी स्याङ्जा हुँदै अनि सुब्बा देउरालीको लागि बिचमा रेडी पनि बस्यौँ, भैरवनाथ मन्दिर पनि बस्यौँ, रानी महल हुँदै हामी गएको थियौँ। हाम्रो यो यात्रा 2 दिनको थियो। हामी पहिलो दिनमा चाहिँ पोखराबाट सुब्बा देउराली पुग्यौँ भने दोस्रो दिनमा हामी त्यहाँबाट पोखरा फर्केका थियौँ। यो नक्सामा पनि तपाईँले हेर्न सक्नुहुन्छ। हामी पोखराबाट स्याङ्जा हुँदै, तानसेन हुँदै, भैरवनाथ हुँदै, रानी महल हुँदै सुब्बा देउराली पुगेको थियौँ फर्स्ट डेमा। अनि हामी सेकेन्ड डेमा त्यहाँबाट फर्केका थियौँ बुटोल हुँदै, तानसेन हुँदै, स्याङ्जा हुँदै पोखरा आएका थियौँ। हाम्रो यो भिडियोमा अब डे 1 फर्स्ट डेको पोखराबाट स्याङ्जा, पाल्पा, तानसेन, भैरव मन्दिर, रानी महल, रिडी, अर्घाखाँची पुगेको भिडियो। आजको हाम्रो यात्रा सुब्बा देउरालीसम्मको अर्घाखाँची हुँदै बिहान उठेर सामान सबै प्याक गरिसक्यौँ। बिहानको करिब 5 बज्यो। अहिले पोखरामा छौँ। अब हामी हाम्रो प्रस्थान गर्छौँ अर्घाखाँची सुब्बा देउरालीको लागि। हाम्रो आज जाने दिन डे 1। हामी अहिले स्याङ्जा जिल्लामा छौँ। स्याङ्जाको वालिङ अब एकछिन पछि आइपुग्छ। अहिले हामी बिचमा छौँ पोखराबाट स्याङ्जाको लागि। हामीसँग सानो कारमा हामी 4 जना छौँ अनि एउटा बाबु पनि छ, सानो बाबु। टोटलमा हामी 5 जना छौँ। हामी यो पोखरा स्याङ्जा हाइवेमा यात्रा गरिरहेको छौँ। अहिले हामी वालिङ बजार आइसकेका छौँ, स्याङ्जाको वालिङ। हामीलाई यहाँ आउन 2 घन्टा लाग्यो पोखराबाट। अब हामी यहाँ एकछिन बसेपछि हामी लाग्छौँ पाल्पातिर। यो देखिएको गेट चाहिँ पाल्पाको भैरव मन्दिरको गेट हो। हामी भैरव मन्दिरतिर लाग्दैछौँ। अहिले पाल्पाको भैरवनाथ मन्दिरमा हामी जाँदैछौँ, हिँड्दैछौँ, बाटोमा छौँ सबैजना। बिहानै 5 बजे हिँड्थ्यौँ पोखराबाट। हामी यहाँ चाहिँ 10 बजेतिर आएको छौँ। अब मन्दिर दर्शन गर्छौँ अनि त्यसपछि फेरि हामी रेडीतिर लाग्छौँ। त्यो बाटो हुँदै हुँदै अर्घाखाँची जाने हो। ल, हाम्रो टिम चाहिँ यहाँ छ। तिमी टुक्क पाल, ल टुक्क पाल। भैरव मन्दिर निकै कलात्मक तरिकाले बनेको छ। यसमा काठ, ढुङ्गा, माटो प्रयोग गरेर देख्न सकिन्छ। अनि हामी आउँदा यहाँ भिड लागिसकेको थियो, लाइन लाने थियो। भैरव मन्दिर पाल्पामा हामी दर्शन गऱ्यौँ भर्खरै। त्यसपछि अहिले हामी यहाँबाट दृश्य हेर्दैछौँ। हामी यहाँको बाटो यो हो। हामी पाल्पा हुँदै आएको थियौँ, बजार हुँदै, तानसेन हुँदै। अनि यो चाहिँ यहाँको दृश्य। हामी पाल्पाको भैरव मन्दिर दर्शनपछि अब रानी महलतिर लाग्दैछौँ। हामी अहिले बाटोमा छौँ।
अहिले हामी बतासे डाँडामा छौँ, पापाको बतासे डाँडा। हामी भैरव मन्दिर गएर अब रानी मल जाने क्रममा बिच बाटोमा छौँ। हामी अहिले यहाँ खाना खाँदैछौँ यो रेस्टुरेन्टमा। यहाँको भ्यू चाहिँ डाँडाबाट राम्रो छ। यताबाट पुरै डाँडाहरू देखिन्छ। यतापट्टि तानसेन हो अनि उतापट्टि यो बाटो चाहिँ भैरव मन्दिर जाने बाटो हो। हामी चाहिँ रानी मलको बाटो हुँदै रेडी हुँदै जाँदैछौँ सुब्बा देउराली। उताबाट बुटोलबाट पनि जान मिल्छ, तर हामी यो बाटोबाट छोटो पर्ने हुनाले, पोखराबाट आउँदा छोटो पर्ने हुनाले हामी यो बाटोबाट जाँदैछौँ। स्याङ्जापछि पाल्पा, तानसेन अनि रानी महल हुँदै हुँदै सुब्बा देउराली। अहिले म आएको छु रानी महलमा, पापाको रानी महल। हामी यो बाटो हुँदै हुँदै रेडी हुँदै हुँदै अर्घाखाँचीको सुब्बा देउराली निस्किने हो। रानी महलको महलमा छु म। यहाँको तपाईँलाई सबै दृश्य देखाउँछु भिडियोमा, भित्रको अनि बाहिरको पनि। खोलाको तिरमा अवस्थित रानी महल साँच्चै नै विशाल छ। यो विशाल महल छ। हामीलाई यहाँ आउन 1 घन्टा लाग्यो भैरव मन्दिरबाट। रानी महलको भित्रको केही पुराना मूर्तिहरू अनि पेन्टिङहरू हेरेर हामी लाग्यौँ रेडीतिर। रेडीको बाटो अप्ठ्यारो छ, हामीलाई 3 घन्टा आसपास लाग्यो रेडी पुग्नलाई। म त्यहाँ गएर त्यहाँको दृश्य फेरि देखाउनेछु। हामी 3 घन्टाको यात्रा पश्चात आइसकेका छौँ रेडी। हामीलाई रानी महलबाट अलमोस्ट 3 घन्टा लाग्यो। रेडी क्षेत्र अथवा रुरु क्षेत्र यो 3 नदीको सङ्गमस्थल, 3 जिल्लाको सङ्गमस्थल हो। ठुलो नदीमाथि 3 जिल्ला जोड्ने एउटा पुल छ। यो पुलले गुल्मी, स्याङ्जा लगायतका जिल्लाहरू जोड्छ। हामी यहाँ एकछिन बसेपछि हामी अब अर्घाखाँचीतिर लाग्नेछौँ। एकछिन हामी यहाँ बस्छौँ। हाम्रो टोली थकित छ किनभने आज घाम लागेको छ, जेठको महिना हो, गर्मी पनि छ।
हामी यहाँ बसेर केही फोटोहरू खिच्छौँ, केही भिडियोहरू खिच्छौँ अनि रिडिममा बसेपछि केही टाइमपछि हामी अर्घाखाँचीको लागि दौडिन्छौँ। हामी आज अर्घाखाँचीको सुब्बा देउरालीको आसपास कतै नजिक गएर बस्ने प्लानमा छौँ। ल त सी यू एट सुब्बा देउराली आज बेलुका। यो पुलले 3टा जिल्ला जोड्छ, एउटा पाल्पा, अर्को गुल्मी अनि अर्को स्याङ्जा। र विशाल खोला छ, खोलामाथि तीन ठाउँमा जाने पुलहरू को सङ्गम छ। यहाँ नजिकै छ रिडी बजार, मैले भनिसकेँ। अनि यहाँबाट हामी जान सकिन्छ बागलुङ पनि, बागलुङ बेनी अनि अर्को बाटो गयो भने चाहिँ अर्घाखाँची पनि पुग्न सकिन्छ। अर्घाखाँची छौँ। अर्घाखाँची यो अर्घाखाँचीको बजार हो। अनि बजार सानो बजार हो त्यो। बजार पछि अनि हामी अब सुब्बा देउरालीको आसपास छौँ अहिले। अब जाँदैछौँ त्यता। अहिले हाम्रो पानी खाने रेस्ट ठाउँ हेर्ने निकै रमणीय छ ठाउँ। निकै गर्मी भएको हुँदाखेरि हामी चाहिँ बिचमा रोक्दै हिँडेका थियौँ। अनि यो ठाउँमा आएपछि निकै शीतल हावा आएको थियो। हामी जेठको महिनामा हिँडेको हुँदा हामीलाई एकदम गर्मी फिल भएको थियो। फेरि हामी पोखराको मान्छे, अनि फेरि हामीसँग सानो बाउ पनि थियो। अनि त्यही भएर हामीले चाहिँ बिचमा रोक्दै ड्रिङ्क रेस्ट गर्दै हिँडेको थियौँ। हामी अहिले अर्घाखाँची जिल्लामा छौँ। अब आजको हाम्रो बस्ने ठाउँ मजरी रिसोर्ट लेखेको छ। यहाँ एउटा सानो पार्क पनि छ साइडमा। हामी सुब्बा देउरालीको आसपासमा छौँ। ठ्याक्क माथि चिसो छ, एकदमै तलको जस्तो तातो छैन। बादल कुहिरो, तल कुहिरो ठ्याक्क आएको छ, चिसो छ। जस यहाँ चाहिँ यो ठाउँमा चाहिँ एसी चाहिँदैन। अनि पार्किङ यहीँ छ, पार्किङ गऱ्यौँ। यहाँबाट हाम्रो सुब्बा देउराली तलपट्टि एराउन्ड 1 किलोमिटर तलपट्टि छ। सो बस्ने सानो रुमहरू छ। यस्तो म तपाईँलाई देखाउँछु। सानो रुमहरू छ। हाम्रो रुम चाहिँ कुनाको रुम, त्यहाँ मम्मी हुनुहुन्छ, त्यो रुम हो। एनिवे बस्नको लागि चाहिँ होटलहरू सुब्बा देउरालीमा टन्नै छन्।
यसरी आएर बस्न सकिन्छ। अनि हामी पनि फर्स्ट डे हामी आएर यहाँ बस्दैछौँ। खाना पनि आज हामी यहीँ खान्छौँ। बिहान हामी यहाँबाट निस्किएर अनि हामी जान्छौँ सुब्बा देउराली मन्दिर। त्यो पछि हामी भोलि घर फर्किन्छौँ। ल त आज हाम्रो बसाइ यहाँ छ। यो चाहिँ अर्घाखाँची जिल्लाको सुब्बा देउराली भन्दा थोरै माथिपट्टिको एरिया हो। यो हाम्रो सुब्बा देउरालीको होटेल। सुब्बा देउराली भन्दा थोरै माथि बसेछौँ हामी। अनि हामी खाना खाएर बाबुलाई खाना पकाउँदैछौँ कुकको टेबल चुलोमा। अनि बाबु चाहिँ खाना खाने मान्छे चाहिँ यहाँ छ जो एकचोटि एउटा गीत गाइदेऊ त बाबु। बाबु एउटा गीत गाइदेऊ। बाबु अब एउटा भजन गाइदेऊ। एउटा भजन गाइदेऊ। एउटा गीत गाइदेऊ। ल त हाम्रो आजको अवधि त्यही हो। भोलि बिहान उठेर हामी हिँड्छौँ। अहिले बाबुको खाना बन्दैछ। बाबुले खाना बनेपछि खान्छ। खाएपछि सुत्छ लुपुक्क। अब उसको हाल अहिले यस्तो छ। See you tomorrow. Day 2 सुब्बा देउरालीबाट। डे 2 बिहान उठ्यौँ। बिहान 6 बज्यो। अनि अब हामी चाहिँ निस्किँदैछौँ मन्दिरको लागि। अब यहाँबाट थोरै तल छ मन्दिर। मन्दिर गएपछि अनि फेरि हामी ब्याक टु पोखरा हुन्छौँ। अब सेकेन्ड डेको दिन आजबाट सुरु भयो। गुड मर्निङ है त। सुब्बा देउराली दर्शन गर्न आइयो आज। लाइनमा बसिहाल्ला मार्ने पत्नी खिचाउनु फोटो ढुङ्गा रहेछ क्या। सुब्बा देउराली ठ्याक्कै आइपुग्यौँ। मन्दिर त्यहाँनिर हुन्छ। मलाई देखाउनु मन्दिर भनिरहेछ। मन्दिर त्यहाँनिर हुन्छ। सुब्बा देउराली मन्दिर। सुब्बा देउराली मन्दिर।
त्यही त दिएर उ गरे नि चाहिँ गर दर्शनपछि सुपर देउराली दार्जिलिङ उयो नि दार्जिलिङ छङ्ग त डल्ला छाङ्गले त बाटो यस्तो छङ्ग बनालो बाटो त्यो र त त्यहाँ घल्लो छन् त्यस्ता बाटो अर्घाखाँची जिल्ला अर्घाखाँची जिल्ला हामी अहिले सुब्बा देउरालीमा छौँ देउराली मन्दिर त्यहाँनिर छन् भिडमा अनि एउटा लाउरे टाँसेको भिड भन्ने छ माथिपट्टि यहाँ यसलाई भन्छ लाउरे टाँसेको भिड यसो कथा लामो छ मैले मिल्यो भने भिडियोमा भन्न मिल्यो भने भन्छु यो एकजना लाउरेले चाहिँ आफू लाउरे जाँदाखेरि मन्दिर सम्झेको तर आउँदाखेरि चाहिँ मन्दिरको बाटो नगइकन अर्को बाटो गएको आफूले आश गरेको कुरा पाइसकेपछि मन्दिरलाई हेला गरेको जस्तो भएपछि यहाँ आएर टाँसिएको मन्दिरले चाहिँ मन्दिरको शक्तिले यहाँ ल्याएर लाउरलाई फालिदिएको भन्ने मिनिङ हो बुझेअनुसार कथा लामो छ यसको एनिवे सुब्बा देउराली मन्दिर देउराली ठ्याक्कै हिँड्दैछन् तलपट्टि भिड छ खोला छ सानो भिडमा मन्दिर छन् उतापट्टि पुल पनि छ को दर्शन पश्चात हामीहरू अब फर्किने क्रममा मन्दिर तपाईँले देख्नुभयो होला यहाँनिर सानो मन्दिर यहाँबाट देखिएको छ उहाँ चाहिँ ठुलो मन्दिर हुनुहुन्छ यहाँ सानो मन्दिर अनि हामी चाहिँ दर्शन गरेर फर्किँदैछौँ अब बुटोल हुँदै पोखरा त्यहाँबाट बुटोल त्यही अराउन्ड 100 किलोमिटर छ अनि त्यहाँबाट पोखरा त्यही 150 180 यस्तै कति छ लाग्छ हामीलाई 7-8 घन्टा यहाँबाट सुब्बा देउरालीबाट बुटोल मन्दिर यहाँनिर मन्दिरको दर्शन गरेर अब हामी फर्किँदैछौँ हो त सिउ इन पोखरा आज हाम्रो डे 2 हो हिजो हामी आयौँ आज हामी फर्किँदैछौँ हिजो हामी आएको बाटो पाल्पाको बाटो हो पाल्पा हुँदै रेडी हिँड्दै आएको हो भने आज हामी अब राम्रो बाटो हाइवे महेन्द्र हाइवे निस्केर यहाँबाट गोरुसिङ्गीमा त्यहाँबाट बुटोलबाट अनि पोखरा फर्किँदैछौँ द्याट्स इट फर सुब्बा देउराली हामी सुब्बा देउरालीको दर्शन पश्चात पोखराको लागि हिँडेका छौँ हामी अर्को बाटो हामी हिजो आएको बाटो होइन अर्को बाटो महेन्द्र हाइवे निस्केर बुटोल निस्केर पोखरा जाँदैछौँ सुब्बा देउरालीबाट करिब 100 किलोमिटरमा आउँछ बुटोल हामी अलि ठ्याक्क बुटोलमा आइसकेका छौँ अब यहाँबाट हामी पोखरातिर मोडिन्छौँ यहाँबाट पोखरा त्यही 150 किलोमिटर हाराहारी छ सुब्बा देउरालीबाट पोखरा पुग्नलाई नन स्टप हिँड्दाखेरि अराउन्ड 6-7 घन्टा लाग्छ आफ्नै कारमा बाटो कहीँ पनि डिस्टर्ब छैन कतै पनि कच्ची छैन राम्रो छ सुब्बा देउरालीबाट अब आज पोखराको यात्रा अहिले बुटोलमा छौँ हामी अहिले पाल्पा आइसकेका छौँ हामी बुटोलबाट पाल्पा आयौँ यहाँबाट हामी तानसेन बजार हेर्दैछौँ हामी हिजो गएको बाटो यही हो हामी पाल्पाको तानसेन हुँदै रानी मल हुँदै रेडी निस्केका थियौँ अनि त्यहाँबाट अर्घाखाँची गएको थियौँ भने आज हामी फरक बाटो बुटोल हुँदै आएका छौँ गर्मी छ निकै गर्मी छ हामी यहाँबाट
हामी गएको बाटो पनि निहाल्दैछौँ अनि हामी तानसेन बजार पनि हेर्दैछौँ। यहाँबाट तानसेन बजार राम्रो देखिन्छ। यो पाल्पा जिल्लाको तानसेनभन्दा मुनिको फाँटको एरिया हो। हामी अब पोखरा फर्किने क्रममा छौँ। हामी फर्किँदैछौँ। हामी फेरि तानसेनकै तलपट्टि आएका छौँ। गऱ्यौँ भएर हामी एकछिन शीतलमा छौँ। यहाँ चौतारो रहेछ, चौतारोमा बस्दैछौँ। त्यहाँ काँक्राहरू छन् र काँक्रो खाने प्लान छ। हामी एकछिन यहाँ रोक्छौँ। तानसेनबाट फेरि पोखरा जान्छौँ। भनेपछि हिजो हामी रेडी हुँदै गयौँ भने आज हामी बुटोल हुँदै आयौँ। बुटोल यहाँ छ। अनि यो चाहिँ रामदी खोला पुल। यसरी नै हामी पोखरा पुग्यौँ। थ्याङ्क्स फर वाचिङ। लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट।